सम्पूर्णमा आज 82 फागुन 2 गतेको सम्पूर्णमा सबैजनालाई नमस्कार। आज म अचानक एक्लै खाने बस्ने मान्छे। आज अचानक हामी एउटा हाम्रो यो 13 नम्बर भित्र चाहिँ नि हाम्रो सेमेचुङ भवन छ अनि 13 नम्बर वासीहरूले चाहिँ अलिकति बाटो चाहिएको थियो। माथि हाइवेको ठाउँबाट बाटो आउनेमा चाहिँ एकजनाले चाहिँ घर बसाउनु भएको छ। उहाँले चाहिँ बाटो दिनु इच्छुक गर्नु भएन। यत्रो 13 नम्बर वासीलाई बाटो दिनुपर्ने ठाउँमा अलिकति उहाँले गडबड गर्नुभयो। त्यही कारणले गर्दा सबै आएर हामीले माग भयो। अब उहाँले चाहिँ मन्जुर गर्नुभएछ, कुरा बुझ्नु भएछ र त्यो बाटोको निम्तिमा हामी यहाँ चाहिँ नि सबै भेला भएको थियौँ। अनि त्यो भेला भयो चाहिँ फेरि आज शनिबार पनि रहेछ। अनि अब आइसकेपछि हामी सेमेचुङ जाउँ। अब साप्ताहिक आज कार्यक्रम पनि गरौँ, सेवा सुविधाहरू अब साथीहरूले हिलिङ दिनुहुन्छ अनि हिलिङ सिलिङ पनि गरौँ। आज आइहाल्यो। अब यसै सेमेचुङमा माम खाउँ सब्जीहरू ल्याएर अनि सेवा दिउँ, साप्ताहिक कार्यक्रम गरौँ भन्नुभयो। त्यसैले गर्दाखेरि आज हामी खाना बनायौँ। यहाँ यसरी यहाँ चिप्ले भेन्डी र आलुको तरकारी, यहाँ लट्टेको साग, यहाँ टमाटरको चटनी छ, यहाँ दाल, यसरी यहाँ माम, यसरी यहाँ चाहिँ के अरे मुलाको सलाद छ। यसरी अब खाना खानलाई आज 11 बजे मेरै टाइम भएछ। आज 11 बजे दिदीबहिनीहरू यहाँ हुनुहुन्छ खाना खाने हामी भागीदार। जय प्रेम। ल अब माम खाने हो कि यता? ए ल ल ल ल राम्रो हुन्छ। बत्ती त बाल्नु पर्यो। ल ल ल बत्ती त बाल्नु पर्यो है। यस्तो छ आज बाटोको विषयमा आएको थियौँ। यसै बाटो गर्दै त हामी त अब आइहाल्यो। अब सेमेचुङमा गएर केही साप्ताहिक कार्यक्रम गरौँ। साथीहरूले हिलिङ सिलिङ दिनुहुन्छ। बत्ती बालेर हामी माम खानु लागेको। यस्तो छ ल। के लाइटर चाहियो? ल बत्ती बालौँ है, बालौँ। यसरी हाम्रो यस्तो छ। अब अहिले यति छौँ। भरे आउनुहुन्छ होला दिदीबहिनीहरू। यसरी आजको शनिबारको सुरुवात गर्छौँ। त्यो शिरकन्डले कहाँ त किन बोकेको थियो? हर 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 शान्ति शान्ति शान्ति। 11 बज्दैछ। 12-1 बजीतिर चाहिँ होला। हाम्रो लोकसानको भाइको नाम के हो? लबिस र लोकसान अगाडि बस्नु भएको छ। ल सुवानी शनिबारको दिन अब धेरैजना चाहिँ एकछिन पछि आउनुहुन्छ होला। तर हामी चाहिँ छिटो आएको भएर हामी अब हजुर खाना पनि खानु सक्दैन। बत्ती बालेर हामी खाना खानुको लागि एकछिन आँखा चिम्म गरेर बाबुहरू मोमोहरूलाई त थाहा छ